हेलो गुड मर्निङ एभ्रिवान वेलकम टु माई भिडियो। आज चाहिँ म कता जान लागिरहेको छु भन्दा तपाईँले मेरो आउटफिट हेरेर थाहा हुन्छ कि हुँदैन। म चाहिँ मेरो आज चेलीबेटी प्रोग्राम छ, त्यो भएर आज घरबाट निस्किन लागेको। अब फेरि म त्यहाँ गएर फेरि भिडियो पनि बनाउँछु। अहिले चाहिँ 11 बजिसकेको छ। म चाहिँ खास 10 बजेको टाइम दिएको थियो त्यहाँबाट, तर 11:22 भइसकेको छ। ल अब चाहिँ म जान्छु अनि तपाईँहरूलाई उहाँ मेरो चेलीबेटीहरूसँग पनि भेटाउँछु। ल आज हामी आज के भन्छ अरे सक्षम र त्यो उसको कान्छीको नाम के हो अरे प्रज्ञाको आज हाम्रो दाजुभाइ दिदी बहिनी इष्टमित्र फुपू चेला सबै जम्मा भएर यहाँ आज हाम्रो यो भोजन खानाको कार्यक्रम चल्दैछ र एकछिनपछि हामी यो दुवैजनालाई खाता लगाएर सो सम्मान गर्नेछौँ। नमस्ते सबैजनालाई, मेरो आदरणीय आमाहरू, बजेहरू, फुपूहरू अनि दिदीहरू र बहिनीहरू सबैजनालाई आज मेरो छोरी कान्छी छोरी प्रज्ञा र मेरो फुपूको नाति सक्षम गुरुङलाई खादा सम्मान र शुभकामना दिनको लागि चाहिँ हामी सबै यहाँ भेला भएका छौँ। सो उहाँहरूको लाई खादा सम्मान गर्दैछौँ र दुवैजनाको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ हामी सबैजना। र धन्यवाद छ मेरो बाबाहरू सबैजना, मेरो आदरणीयहरू, मेरो बहिनीहरू, प्रियहरू यहाँ उभिदिनु भएकोमा। आज हाम्रो चाहिँ यो सानो यो कार्यक्रम चाहिँ राम्रो गराइदिनु भएकोमा धन्यवाद छ। यहाँ चाहिँ हाम्रो फुपूहरू सबै खाना लाएर रहेछ है। हामी त खाना खायो हो। कस्तो भयो त नि फुपू? स्पेसल मिठो तपाईँलाई मिठो छ। लक्ष्मी साह्रै मिठो, साह्रै मिठो अनि खुसीको साथमा धेरै मिठो। राम्रो दिनमा यसरी बजेलाई कस्तो भयो? साह्रै दिएको उज्यालो भयो छ हामीले खाना। ल लक्ष्मी दिदीको जाओस् न त एक मेरो बसन्त फुपूको नाति 4 GPA अनि मेरो दिदीको छोरी मेरो के अरे नाम प्रज्ञा गुरुङले यस्तो राम्रो स्कोर लिएर पास गरेको उपलक्ष्यमा उहाँहरूले हामीलाई आज डिनर पार्टी लन्च पार्टी दिएको छ। सो हामी यति खुसी छौँ। हामी सब परिवार हेर्नु त, ड्रेस, मान्छे, खाना सबै कुरा मिलेको छ। उहाँहरू दुईजनालाई धेरै धेरै बधाई र आगामी दिनमा पनि यसरी नै खुसियालीको साथमा अझै अगाडि बढ्न पाऊँ है। अनि उनीहरूले मात्र पढेको त उनीहरूले हो, तर हामी सबै यति खुसी भएको छ। धेरै धेरै बधाई छ बाबु नानीलाई। अनि आगामी दिनमा पनि यसरी नै प्रगति गरोस्। बाबाको फुपू मेरो बजे सानो चाहिँ फुपू, मेरो बाबाको ठुलो चाहिँ फुपू हो हाम्रो फुपू। बधाई छ ओ के अरे छोरी र नाति बाबुलाई है। अनि यता चाहिँ मेरो आथे, मेरो छोरीहरू उसहरू। सबसे लास्ट आउने मान्छेलाई देखाउँछु है म। अब सबसे लास्ट इन्ट्री भएको मान्छे चाहिँ हो है। अब चाहिँ के, अब हामी खाना खाइसक्यो। अब प्रोग्राम के हुन्छ त्यसपछि खाता लाउने प्रोग्राम हो। यहाँ चाहिँ अब सबैजनाले खाता लगाइदिने, फर्स्टमा चाहिँ हाम्रो भथेले लगाइदिँदै हुनुहुन्छ। खिचिरहेछ कि खिचिरहेछ। कान्छी आमाहरूको पालो आयो, त्यसपछि चाहिँ हाम्रो पालो आउँछ, फुपूको पालो। मेरो भाइ बुहारीलाई धेरै धेरै बधाई छ आमाहरूलाई चुन्नी दिनुभएकोमा। र मेरो बहिनी सबिनालाई पनि धेरै धेरै बधाई छ आमाहरूलाई टी सर्ट दिनुभएकोमा। धेरै धेरै धन्यवाद छ। ल आमाहरू खुसी भएर सबैले खाता लगाइदिनु भएको छ। हाम्रो चिजी आमाले मेरो बुहारी शिवलाई, मेरो बहिनी सबिनालाई पनि लगाइदिनु भएको छ। यसरी नै सबैले यसरी नै माया गरिराख्नु है। टी सर्ट आमाहरूलाई टी सर्ट र चुन्नी दिनुभएकोमा
यहाँ हाम्रो आमाले लगाउनु भएको टी सर्ट आमाहरूलाई मेरो बहिनीले दिनुभएको र चुन्नी चाहिँ मेरो बुहारी र मेरो भाइ बुहारीले दिनुभएको चुन्नी। धेरै धेरै धन्यवाद छ। हाम्रो आमाहरूले चाहिँ यो चुन्नी र टी सर्ट लगाउँदा कस्तो राम्रो देखेको होइन आमा? खुसी हुनुहुन्छ? ल ओके। अनि मेरो बसन्त फुपू आज यति खुसी हुनुभएको छ। नाति मेरो बसन्त फुपूको कान्छा छोराको छोरा के अरे नाम बाबु सक्षम गुरुङले 4 GPA ल्याएको उपलक्ष्यमा उहाँले चाहिँ हाम्रो दिदीबहिनीलाई चाहिँ 3000 दिनुभएको छ। धेरै धेरै धन्यवाद धन्यवाद धन्यवाद। कसलाई दिन मन लाग्छ? हामी हात थापेका छौँ, दिन सक्नुहुन्छ। किन लगाइदिन लाएको मलाई फेरि भगवान्। यो खाता लगाउने भनेको खाता आफैमै एउटा पवित्र चिज हो। खाता भनेको कुरा जो पाइले आफूले लाउन मन लाएर आफूले आफूलाई लगाएर मिल्दैन। आज चाहिँ मेरो बुहारी र मेरो बहिनीले चाहिँ हाम्रो आमाहरूलाई चाहिँ टी सर्ट र चुन्नी दिनुभएको छ। आमाहरू सबै खुसी हुनुभएको छ र सबैजनाले खाता लगाइदिनु भएको छ। धेरै धेरै धन्यवाद छ। यसरी नै मेरो बुहारी र मेरो बहिनीले दिए जसरी अरूहरूले पनि अरू चिज दिन सक्नुहुन्छ है। हात फुकाउनुहोस्, मन फुकाउनुहोस् है। हाम्रो बुद्ध भगवानले फेरि हाम्रो ब्यागभरि पैसा पठाइदिनुहुन्छ होइन? आशीर्वाद दिनुभएको छ। मौका पारेर अस्ति हाम्रो आदरणीय प्रधानी बजैले आफ्नो उहाँको 84 पूजाको उपलक्ष्यमा चाहिँ हामीलाई आशीर्वादको साथमा 10,000 प्रदान गर्नुभएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद। साथमा त्यसै दिनमा चाहिँ हाम्रो धनमाया दिदी उहाँलाई देखाइदिनु होला। सबिना धनमाया दिदीले चाहिँ त्यसै दिनमा चाहिँ 1500 दिनुभएको छ। प्लिज मैले बोल्दाखेरि चाहिँ हल्ला धेरै नगरिदिनु किनभने स्पष्ट आउँदैन। धनमाया दिदीले चाहिँ 1500 दिनुभएको छ। साथमा हाम्रो काइली बजैले 500 होइन, अनि फुपूले 500 गर्दा हिसाब गर्नुहोस् त। कहिले त्यो दिनमा त्यो दिए छैन उहाँले होइन। त्यो गर्दाखेरि 10,000, शान्ति काकीले 1,000 गरेर हामी सबैले त्यहीँ हिसाब आउँछ। त्यहाँ पनि निकै ठुलो रकम र आशीर्वाद पाउनु हामी सबैले पाएका छौँ। त्यसको लागि धेरै धेरै धन्यवाद छ। आगामी दिनमा मेरो प्रधानी बजेको चाहिँ एकदमै स्वास्थ्य दीर्घायु निरोगी होस् र परिवारमा सुख शान्ति स्मृति होस्। साथमै धेरै धेरै धन्यवाद छ हाम्रो धनमाया दिदी, काइली बजै र देशकारी फुपू। उहाँ देशकारी फुपूलाई पनि देखाइदिनुहोस् ल। र साथमा आज चाहिँ हामीले GPA 4 भनेको कुरा एउटा एकदमै अङ्कमा पनि यता सम्मानित नम्बर हो। आज हाम्रो परिवारबाट हाम्रो छोराले हाम्रो बाबुले GPA 4 र मेरो दिदीको छोरीले राम्रो अङ्क लिएर पास गरेको उपलक्ष्यमा मेरो बसन्त फुपूले चाहिँ छोराले नातिले GPA 4 ल्याएको उपलक्ष्यमा चाहिँ उहाँले चाहिँ हामीलाई चाहिँ विचार मेरो बजेले मेरो फुपूले चाहिँ 3000 दिनुभएको छ। धेरै धेरै धन्यवाद छ। मेरो फुपू एकदम निरोगी हुनु, आयु लामो हुनु, जहाँ पनि कता बोलाछ भन्दाखेरि त्यहाँ ठ्याक्क
पक्का जान पाउने सधैँ। इन्सपेक्टर मेरो बाबा, मेरो माइला बाबाले चाहिँ नातिनीले राम्रो अङ्क दिएर पास भएको उपलक्ष्यमा चाहिँ उहाँले 1000 दिनुभएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद छ मेरो बाबा, मेरो आमा र मेरो परिवारलाई धेरै धेरै धन्यवाद दिएको छ। साथमा अझै आउने क्रम जारी नै छ, सो प्लिज फटाफट गरिदिनु होला। यता आयो यता यता आयो। सधैँ अगाडि बढ्नु। राम्रो अङ्कले 3.55 3.55 म एकदम खुसी छु। मेरो ठुलो दिदी नसके पनि यति 3000 चाहिँ मेरो तर्फबाट। मेरो 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 दिदी शकुन्तला दिदीको छोरीले पनि राम्रो अङ्क लिएर पास भएको, आज उहाँको छोरीलाई पनि सम्मान गरेको। 3.55 जिपे ल्याएको उपलक्ष्यमा उहाँ खुसीको साथमा हृदय खुल्ला गरेर आफ्नो दिदी बहिनीको कोषमा 3000 प्रदान गर्नुभएको छ। मेरो शकुन्तला दिदी, मेरो बहिनी, मेरो दुईटा छोरीहरूको तर्फबाट उहाँहरूको दीर्घायु कम्युनिटीमा एकदम प्रगति होस्, राम्रो होस्, सधैँ यसरी नै खाता लगाउन पाउँछ अनि पो हामीले पाउँछ त, होइन र? धेरै धेरै धन्यवाद छ। नाति पास भएको उपलक्ष्यमा मेरो फुपू, मेरो बसन फुपू एकदमै खुसी भएर उहाँले 3000 दिनुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। साथमा फेरि उहाँकै मेरो बसन फुपूको कान्छी बुहारीले आफ्नो छोरा जिपिए 4 ल्याएको उपलक्ष्यमा 2000 दिनुभएको छ। धेरै धेरै धन्यवाद छ मेरो बहिनी र सपरिवारलाई। के भयो भन्दाखेरि ल केटीहरू के भयो ल भन्छ। मेरो स्कुटरमा पेट्रोल सकिएर पेट्रोल लिएर आएको क्लिप चाहिँ तपाईँलाई अहिले त्यहाँ जोडिदिन्छु। हाम्रो यति बिजोग भयो भने पुरै छोडिदिनु। हामी कहाँ जानु लाग्यो रे? जान लागेको मान्छेहरूको बिजोग हेर्नु है। यहाँ कसैको स्कुटर एकतिर हिँड्यो भन्छ, कसैको चाहिँ फेरि पेट्रोलै सकिएको। त्यो पेट्रोलै सकिएको के बाटोमा होइन। अनि यिनीहरूको बिजोग फेरि यहाँ यस्तो छ। हामी चाहिँ फेरि अर्को स्कुटरमा गएर पेट्रोल लिएर आएर हालेको। मेरो स्कुटर चाहिँ अब कसले लछ अरे त्यो कति दिन भयो भन्ने सोचौँ न। यो स्कुटर लिएर गएको कहाँ हिँड्न लागेको मान्छेहरू हामी यहाँ अड्केर बसिरहेको बोतलमा यहाँ यसरी पेट्रोल लिएर आएर। सन्जुले भन्न त भन्थ्यो कि घ्याचक्क हुँदाखेरि त यसले त पेट्रोल सक्यो भने सोचिदिस् क्या तैँले हो। हेर्नुहोस् कहाँ जाने भनेर हिँडेको मान्छेहरू यहाँ पेट्रोलले गर्दाखेरि यति बिजोग भयो गाइजहरू। झर्ना उहाँ कहाँ पुग्यो होला भनेर। हामी चाहिँ साथीहरूलाई यहाँ कुरिरहेको छौँ। तिनीहरूको स्कुटर चाहिँ ल हेर्नुहोस् है आयो 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 होइन। हामीले चाहिँ फेरि पेट्रोल पम्पमा आएर पेट्रोल हालेर सन्जुरमा साथीहरू गइसक्यो। यस्तो छ बिजोग। अब स्कुटर चलाउने मान्छेले पेट्रोल नहालिदिएपछि त नापको कुरा। अहिले यस्तो जाडो भयो होइन। ज्याकेट लाउँदाको साथीहरू पनि उहाँ आउँदै हुनुहुन्छ। साथीहरूले देखाइदियो त तपाईँहरूले यहाँ सिलपिङ बुद्ध नि देख्नुहुन्छ है। भनेको त घरको आइदियो सिलपिङ बुद्ध गाइजहरू यहाँ त यस्तो जाडोले हेर्नु त मेरो हात त जाडोले। हामी आइपुगे ल। सकुसल आयो कि यसको स्कुटर चाहिँ। नाच्दैन यो चाहिँ के को खुसीमा भन्नुपर्दा मेरो स्कुटर चाहिँ ब्यालेन्समा थिएन तर पनि ल्याइयो नलडिकन भनेर हामी चाहिँ यहाँ डेस्टिनेसनमा आइपुग्यौँ।
केटीहरूलाई देवीले त खत्रै चलायो स्कुटर। अब उहाँको त के कुरा गर्ने, उहाँ त अब त्यो जाडोले कटकटिएर हामी चाहिँ जाने यहाँबाट। म चाहिँ फर्स्ट टाइम आएको यिनीहरूसँग। ओ माई गड कपिराइट अलि चर्को बोला केटीहरू। अब यहाँ गएर अब यहाँ त गीत बज्यो, म भिडियो गर्दिनँ एकछिन। चाहिँ यहाँको है हामी बाटो बाटो भ्लग गर्दै गर्दै आयौँ कि। हेलो ल हामी चाहिँ यहाँबाट निस्कियौँ। त्यहाँ एकदम धेरै साउन्ड भएको भएर एकछिन नाच्यौँ, कपिराइट लाग्न सक्छ भनेर डर लागेर के अरे त्यहाँ चाहिँ भिडियो बनाएर अनि खानासाना खाएर फेरि हिँड्न लागेको। हामी चाहिँ कहाँ भन्दाखेरि ह्याम्जा होइन, यिनीहरू चाहिँ आउँदैछ ह्याङ्जा होइन, सुइखेत रे सुइखेत सुर्खेत सुइखेत सुइखेत सुइखेतमा यहाँ चाहिँ यस्तो डाँडा काँडा। हामी चाहिँ झर्नाको घरबाट निस्किसक्यो। अब यो स्कुटर चलाउने मान्छेलाई नि म मान्छु, फेरि पनि भन्छु यस्तो हुन्छ अब यसको त आज अझै चप्पल लाएर, अझै जाडोमा चप्पल लाएर आउँछु भन्थ्यो होइन। हजुर ल अब हामी चाहिँ यहाँबाट निस्किन्छु। अब घर त जानै पर्यो, त्यही पनि ल के हुन्छ अहिले पछि है। भर्खरै आइपुग्यौँ हामी घर। अब थ्याङ्क यू सो मच फर वाचिङ। म चाहिँ अब भिडियो यहीँतिर इन्ड गर्न चाहन्छु। नयाँ हुनुहुन्छ भने सब्सक्राइब लाइक गरिदिनु होला भन्ने अनुरोध गर्दछु। हस् त बाई बाई।